आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गत नेपाल टिमको अबको प्रत्येक खेल निकै नै महत्त्वपूर्ण साबित हुनेछ। अङ्क तालिकाको 7औं स्थानमा रहेको नेपाल टिम युए सिरिजमा कम्तीमा पनि अङ्क तालिकाको 6औं स्थानमा उक्लन सक्ने सम्भावना प्रबल रहेको छ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गत युए सिरिजमा नेपाल टिमको खेल, समय तालिका र स्थानको बारेमा सम्पूर्ण अपडेट रहनेछ। र शीर्ष 4 भित्र अटाउनको लागि नेपाल टिमले कतिवटा खेलहरू जित्नुपर्छ, यो सम्बन्धी पनि सम्पूर्ण अपडेट आजको भिडियोमा रहनेछ। भिडियो मन परेमा एक लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया पनि अवश्य दिनुहोला। भर्खरै मात्र ओमानमा सम्पन्न भएको एसिया स्तरीय विश्वकप छनौटमा नेपाल टिम शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट हुन सफल भएको थियो। त्यही एसिया रिजनबाट ओमान र युएको टिमले पनि क्वालिफाई गर्दै एसिया तर्फबाट 3 टोलीको टुङ्गो लागेको छ। टी20 विश्वकपमा क्वालिफाई गरेको नेपाल टिमले आफ्नो अर्को ठूलो प्रतियोगिता विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गतका खेलहरू खेल्न लागेको छ। लिग 2 को यो सिरिज युएले आयोजना गरिरहेको छ। नेपाल, युए र अमेरिकाको टिम सहभागी रहनेछन्। खेल 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म सञ्चालनमा आउनेछ। आदरणीय दर्शक महानुभावहरू, नेपाल टिमले पोइन्ट टेबलमा एक स्थान सुधार गर्नको लागि लगभग 4वटै खेलहरू जित्नुपर्ने आवश्यकता रहनेछ। यो सिरिजलाई निकै नै निर्धारण गर्नेछ नेपाल टिम अर्को चरण अर्थात् विश्वकप छनौटमा प्रवेश गर्ने अथवा नगर्ने सम्बन्धी। कुल 8 टिमको सहभागिता रहेको लिग 2 मा स्कटल्यान्डको टिम पोइन्ट टेबलको शीर्ष स्थानमा रहँदा 24 खेलमा 30 अङ्क जोडिसकेको छ। अमेरिकाको टिम दोस्रो स्थानमा रहेको छ। 20 खेल खेलेको अमेरिकाको टिमले 14 जित निकाल्दै 28 अङ्क जोड्दै पोइन्ट टेबलको दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्डको 28 अङ्क रहँदा ओमानको 20 खेलमा 24 अङ्क रहेको छ भने नामिबियाको 24 खेलमा 19 अङ्क रहेको छ। 7औं स्थानमा रहेको नेपाल टिमको 16 खेलमा 12 अङ्क रहँदा 16 खेल नै खेलेको युएको टिमको 6 अङ्क रहँदा युएको टिम पोइन्ट टेबलको पुच्छारमा रहेको छ। यो सिरिजमा नेपाल टिमले 100% जित निकाल्न सके विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गतको पोइन्ट टेबलमा नेपाल टिम एक स्थान सुधार गर्न सक्छ। अङ्क तालिकाको 6औं स्थानमा रहने अवसर टिम नेपाललाई रहेको छ र जुन किसिमको पर्फर्मेन्स टिम नेपालले अहिले देखाइरहेको छ त्यसले अवश्य पनि बलिया टिमहरूलाई अप्ठ्यारोमा पार्न सक्छ। नेपाल टिमलाई एकदमै शुभकामना। अब चर्चा गरौँ नेपाल टिमले लिग 2 मा खेल्दै गरेका खेलहरूको बारेमा। 20 अक्टोबरमा नेपाल टिमले अमेरिकाको सामना गर्दैछ। त्यसैगरी 20 अक्टोबरमा युएसँग खेल्दै गरेको नेपाल टिम 1 नोभेम्बरमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल नेपाल टिमले 5 नोभेम्बरमा युएसँग खेल्दै प्रतियोगिता समापन गर्ने कार्यतालिका रहेको छ। र यसरी आदरणीय दर्शक महानुभाव, नेपाली टिमको खेल नेपाली समयअनुसार बिहान 11 बजेदेखि सञ्चालनमा आउनेछ भने लाइभ आइसिसी टिभी, फ्यानकोड लगायत माध्यमबाट हामी लाइभ हेर्न पाउनेछौँ। विश्व क्रिकेट लिग डिभिजन 2 लाई मध्यनजर गर्दै नेपाल टिमले आफ्नो 15 सदस्यीय टिमको समेत घोषणा गरिसकेको छ। प्रिय खेल रहेका कारण 3 नयाँ अनुहारलाई टिममा सामेल गरेको छ, जसअन्तर्गत ओपनर ब्याट्सम्यान अनिल कुमार शाह, अर्का खेलाडी मध्यक्रमका ब्याट्सम्यान भीम सार्की रहेका छन् भने अलराउन्डर शाहब आलमलाई टिममा सामेल गर्दै नेपाल टिमले बलियो टिमको घोषणा गरिसकेको छ। र नेपाल टिमका लागि यो सिरिज निकै नै महत्त्वपूर्ण साबित हुनेछ र नेपाल टिमले 100% जित निकाल्दै पोइन्ट टेबलको 6औं स्थानमा उक्लिनुका साथै कम्तीमा पनि 20 खेल मध्ये 13 खेल जितेमा नेपाल टिम शीर्ष 4 भित्र अटाउँदै विश्वकप छनौटका लागि छनौट हुने अवसर समेत रहेको छ। टिम नेपाल अवश्य पनि विश्व क्रिकेट लिग डिभिजन 2 अन्तर्गत आगामी खेलमा राम्रो किसिमको प्रदर्शन गर्दै आफूलाई अब्बल साबित गर्दै ओडिआई विश्वकपमा पनि नेपाल टिम छनौट होस्, यही शुभकामना समेत रहनेछ। यस्तै क्रिकेट र खेलकुद सम्बन्धी अपडेटका साथ उपस्थित रहन्छौँ। अहिलेको लागि यति नै। हवस् त, नमस्ते।